आफैलाई बचाउन सक्ने क्षमता मानिसमा छँदै छैन। परमेश्वरले अनन्तताबाट तपाईँलाई माया गरेको कारणले तपाईँ पापी छँदै आफ्नो पुत्रलाई उहाँले पठाउनु भयो। परमेश्वरले तपाईँलाई माया गर्न चाहनुभयो र माया गर्नुभयो। त्यसको कुनै कारण छ, हामी सुन्दर भएर होइन, तर हामीलाई सुन्दर बनाउनको लागि उहाँले हामीलाई माया गर्नुभयो। त्यो प्रेमको कारणले परमेश्वरले हामीमा यो काम हासिल गर्नुहुन्छ। शुद्ध पानी छर्किनुहुन्छ, ढुङ्गाको मुटु निकालेर मासुको हृदय हालिदिनुहुन्छ, हामीलाई नयाँ जन्म दिनुहुन्छ, नयाँ सृष्टि बनाउनुहुन्छ, जसले नयाँ असल कुराहरू खोज्न थाल्दछन्। किनकि मान्छे चाहिँ आफैलाई बचाउन पुरै असमर्थ छ। पहिलो कोरिन्थी 2:14 खोलिदिनुहोस् न एकपल्ट। जो मानिस आत्मिक छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैनन्, किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैनन्, किनकि ती कुराहरू आत्मिक रीतिले मात्रै चिन्न सकिन्छ। नेपालीमा नि जो मान्छे आत्मिक छैन त्यसले परमेश्वरको आत्माको कुराहरू ग्रहण गर्दैन र त्यसले ती बुझ्न सक्दैन भनेको छ। अङ्ग्रेजीमा नि विल नट भनेको छ नि, तर क्यान नट भनेको छ। उसले गर्न चाहँदैन होइन, तर उसले गर्नै सक्दैन, असमर्थ छ, क्यान नट, किनकि ऊ मरेको छ है। अर्को पद पढिदिन्छु, रोमी 8:7। किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रति शत्रुता हो, परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिले हुन सक्छ। क्यान नट, परमेश्वरको अधीनमा ऊ क्यान नट सबमिट। उसले सक्नु त, तर चाहँदैन होइन, उसकोमा त्यो क्षमतै छैन, किनकि ऊ मरेको छ। मान्छेले आफैलाई मुक्ति दिनु सक्दैन। परमेश्वरले हामी भित्र नयाँ हृदय दिएपछि बल्ल हामी विश्वास पश्चातापको कुराहरूमा अघि बढ्न थाल्छौँ। योना 6:44, मलाई पठाउनु हुने पिताले खिच्नु भएन भने कोही मौका आउन सक्दैन, चाहँदैन होइन, सक्दैन र म त्यसलाई अन्तको दिनमा जीवित पार्नेछु। परमेश्वरले नै नतानीसम्म मान्छेले आफ्नै बलमा, आफ्नो विवेकमा सक्दैन खोज्न परमेश्वरलाई, मुक्तिको चाहना गर्नु। योना 6:65, अनि उहाँले भन्नुभयो, यसै कारण मैले तिमीलाई भनेको हुँ, यदि पिताबाट दिएको छैन भने कोही मानिस म कहाँ आउन सक्दैन। तर मानिसले चाहिँ पुरा बल लाउँछ। धर्म भन्ने कुरा भयङ्कर आकर्षित कुरा हो। मान्छेलाई धार्मिक प्रदर्शन गरेर नाम कमाउनु कस्तो मनपर्छ, ठुलो टेम्पटेसन हो। आफूले केही गरेर कमाउनु त मान्छेलाई ठुलो चाहना हो नि त मान्छेको, किनभने त्यसले के विकास गर्छ, गर्व, प्राइड, मैले केही हासिल गरेँ। त्यसै कारण एफिसी 2:2 भन्छ कि तिमीहरूले विश्वासद्वारा अनुग्रहबाट उद्धार पाएको छ, यो तिमीहरू आफैबाट होइन, तर परमेश्वरको वरदान हो। नत्र त मान्छेले के गर्छ अरे, घमण्ड गर्छ। तपाईँले 50% दियो स्वर्गबाट, ल म 50% दिन्छु, बल्ल मेरो मुक्ति भयो। हामी बराबर, त्यो ठाउँ छैन मान्छेलाई। परमेश्वरले बोलाउनु भयो 100% मलाई, नयाँ जन्म दिनुभयो, अनि मैले प्रतिक्रिया दिने क्षमता पाएँ। बाइबलले भन्छ बोलाइएको धेरै छ तर चुनिएको थोरै छ। परमेश्वरको बोलावट सबै मानिसलाई हो, तर नयाँ जन्म चाहिँ चुनिएकोहरूले मात्रै पाउँछ।